अलि मलमल जस्तो छ मैले अघि नै हेरेर थाहा पाएको। आजको हाम्रो खाना फल्गी। मौसम चाहिँ आज यस्तो जाडो गरिरहेको थियो अनि पानी पनि परिरहेको थियो, त्यही भएर आज चाहिँ हामीले फल्गी पकाएर खाने भनेर फल्गी पकाउन थाल्यौँ। पानी परेको कारण भैँसी पनि बाहिर थियो, त्यही भएर मैले चाहिँ भित्र होलेँ। त्यसपछि फेरि आएँ र त्यो फल्गीमा आगो लाउन थालेँ। अनि त्यहाँ चाहिँ दिदीको छोराले ल्याइदिएको कुरमुरे थियो, अनि मैले त्यो पनि खाँदै आगो बाल्न थालेँ। अनि हाम्रो फल्गी चाहिँ पाक्यो। अब यसलाई चाहिँ झान्नुपर्छ नि त, त्यही भएर मम्मीले चाहिँ झान्नु लाग्नु हुँदैछ। मम्मी चाहिँ यसमा चाहिँ धेरै थरी मिसाएको छ, सिबीहरू, सागहरू धेरै थरी मिसाएको छ। यो चाहिँ हामीले पुर्खादेखि सिकाउँदै खाँदै आइरहेको छौँ। यो चाहिँ जाडो महिनामा खान्छौँ भन्दै पकाउँदै हुनुहुन्थ्यो, अनि पकाइ पनि सक्यो। अनि हामी चाहिँ 4 जना थियौँ, अनि हामी चाहिँ खान थाल्यौँ। दिदीहरू चाहिँ ओहो साग मलाई मनपर्छ भन्दै सागहरू खाँदै देखाउँदै हुनुहुन्थ्यो। आजको लागि चाहिँ यति नै, धन्यवाद।